बाहिर जनताको भावना बोके जस्तो गरेर, जनतालाई भ्रममा पार्दै र आँखामा छारो हाल्दै कतै चीनबाट लखेटिएका, शाही नेपाली सेनासँग खम्पा विरुद्धमा पराजित भएर धपाइएका, बाहिरबाट हेर्दा नेपाली जस्ता देखिने तर नेपालीको आवरण ओढेका टिओबी समूहहरूसँग साँठगाँठ गरी नेपाल र तिनका गतिविधि, नेपालमा तिनका गतिविधि सक्रिय गराएर उत्तरी छिमेकी चीनसँगको पञ्चशीलका सिद्धान्तमा आधारित परराष्ट्र तथा कूटनीतिक सम्बन्ध बिगार्दै देशलाई युक्रेन बनाउँछन् कि भन्ने खतरा मैले महसुस गरिरहेको छु। सम्माननीय सभामुख महोदय, आज यो अहिले पनि अपिल गर्न चाहन्छु सम्माननीय सभामुख महोदय, यो देश प्रतिपक्ष बिनाको सरकार हुन सक्दैन। प्रतिपक्षले प्रश्न गर्ने हो र धेरैले भन्ने गर्छन् सरकारले काम गर्न दिएन सरकारलाई भन्छन्। यतिसम्म हामीसँग ज्ञान छैन। यो संसद हो, संसद र सरकार फरक कुरा हो। संसद भनेको जवाब दिने ठाउँ हो, जवाब खोज्ने ठाउँ हो। संसद भनेको व्यवस्थापिका हो, सरकार भनेको कार्यपालिका हो। र आज संसदमा प्रश्न उठाउनु र सरकारलाई जवाब खोज्नु, सरकारलाई काम गर्न दिएन भन्ने होइन। त्यो भए हुनाले यो सरकार र संसदमा जवाब खोजिन्छ। त्यही भए हुनाले प्रतिपक्षको आवाजलाई कमजोर बनाउने होइन, प्रतिपक्षको आवाजलाई अझ बलियो बनाउनुहोस्। प्रतिपक्ष हामी विरोधी होइन, तपाईँको सहयात्री हो।